साथीहरू, कहिले सोच्नु भएको छ हाम्रो पीडा, हाम्रो घृणा, हाम्रो असुरक्षाको भावना आखिर आउँछ कहाँबाट? किन हामी सधैँ यही सोचिरहन्छौँ कि मान्छेहरूले हाम्रो बारेमा के सोच्लान्, कि उनीहरूले हामीलाई मन पराउँछन् कि पराउँदैनन्, र यदि पराउँदैनन् भने किन पराउँदैनन्? एउटा अनौठो बेचैनी सधैँ मनमा रहिरहन्छ, जसरी कुनै अदृश्य भारी हाम्रो छातीमाथि राखिएको छ। हामी खुसी हुन चाहन्छौँ, तर डर लाग्छ। डर कि कतै मान्छेहरूले हामीलाई अस्वीकार नगरून्, कतै एक्लै नरहिजाउँ। यो डर यति गहिरो हुन्छ कि हामी प्राय आफ्नै जिन्दगी बाँच्न छोडिदिन्छौँ। तर पनि मनको कुनै कुनामा एउटा हल्का आवाज आउँछ, के यो साँच्चै मेरो जिन्दगी हो? के म यसैका लागि जन्मिएको थिएँ? कल्पना गर्नुहोस्, एउटा सामान्य रात, एउटा जवान केटा जो आफ्नो जिन्दगीका प्रश्नहरूले सताइरहेको छ। ऊ एउटा दार्शनिक कहाँ जान्छ। ऊ जान्न चाहन्छ कि आखिर खुसीको रहस्य के हो। र त्यहाँबाट सुरु हुन्छ एउटा यस्तो कुराकानी जुन त्यो केटाको मात्रै होइन, बरु हामी सबैको कथा हो। यो कथाले हामीलाई एउटा नयाँ आँखा दिन्छ हेर्नको लागि कि कसरी हाम्रा समस्याहरू, हाम्रा सम्बन्धका झमेलाहरू, हाम्रा डरहरू वास्तवमा हामीले नै बनाएका हौं। र यो कुरा बुझिन्छ, धक्का पनि लाग्छ, रिस पनि उठ्छ, र हो, डर पनि लाग्छ, किनभने यसको अर्थ हो हामी नै आफ्नो सबैभन्दा ठूलो समस्या हौं। तर त्यही एउटा नयाँ आशा पनि जागी उठ्छ, किनभने यदि हामी आफै समस्या हौं भने समाधान पनि हामी कहाँ नै छ। बस त्यसका लागि चाहिन्छ अलिकति हिम्मत। हिम्मत स्वीकार गर्ने कि बितेको समयले हामीलाई परिभाषित गर्दैन। हिम्मत अरूको अपेक्षाबाट मुक्त हुने, र सबैभन्दा जरुरी सबैलाई मन नपरे पनि अघि बढ्ने हिम्मत हो। मान्छेहरूलाई हाम्रो बारेमा जे सोच्ने हो सोच्न दिनुपर्छ। हामीले त बस आफ्नो जिन्दगी बाँच्नुपर्छ आफ्नै तरिकाले। तर यो त्यति सजिलो छैन, किनभने हामी सबैले आफ्नो पहिचान, आफ्नो मूल्य अरूको विचारमा बाँधिराखेका छौं। जसै कसैले हामीलाई मन पराएन, हाम्रो सम्पूर्ण आत्मविश्वास हल्लिन्छ अनि हामी नाटक गर्न थाल्छौं, मुखौटा लगाउँछौं ताकि मान्छेहरूले हामीलाई स्वीकार गरून्। बिस्तारै हाम्रो साँचो रूप कतै हराइ जान्छ। त के हुन्छ यदि हामीले त्यो मुखौटा उतारिदियौं? के हुन्छ यदि हामी साँच्चै आफ्नो मनको कुरा सुन्यौं र त्यसरी नै बाँच्यौं जसरी हामी बाँच्न चाहन्छौं, बिना यस डरका कि कसैले हामीलाई मन पराउँछ कि पराउँदैन? यही सस्पेन्स हो यस यात्राको। यो सिर्फ खुसीको खोजी होइन, यो हामी आफैको खोजी हो। एउटा यस्तो खोजी जसमा हामी सिक्नेछौं कसरी आफ्नो जीवनको स्टियरिङ आफ्नै हातमा लिने, कसरी बितेको समयका घाउहरूबाट मुक्त हुने, कसरी अरूको स्वीकृति बिना पनि खुसी रहने, र सबैभन्दा जरुरी कसरी आफैलाई माया गर्ने। अब सुरु गरौँ। यस सफरमा हिँड्नुहोस् हामीसँगै। अध्याय 1, आघातलाई इन्कार गर, डिनाई ट्रमा। रात गहिरो भइसकेको थियो। आकाशमा ताराहरू चुपचाप टिमटिमाइरहेका थिए, मानौ सारा संसार सुतिसकेको थियो। तर एउटा जवान केटा बेचैन थियो। उसका आँखाहरूमा हजारौं प्रश्नहरू तैरिरहेका थिए। ऊ सोझै त्यो बुढा दार्शनिकको घरमा पुग्यो। ढोका खुल्न साथ बिना कुनै औपचारिक नमस्कार बोलेर 81 प्रश्न सोध्यो। के मान्छे साँच्चै बदल्न सक्छ, कि हामी सधैँ आफ्नो बितेको समयको दास रहिरहन्छौँ? दार्शनिक मुस्कुरायो। उसको अनुहारमा एउटा रहस्यमयी शान्ति थियो। उनले भने, आऊ बस, म तिमीलाई एउटा रहस्य बताउने छु। एउटा यस्तो रहस्य जसले तिम्रो सम्पूर्ण संसार बदल्न सक्छ। तर त्यसको लागि तिमीले आफ्नो पुरानो सोचाइ तोड्नुपर्छ। केटा अलि अलमल्लियो। रहस्य? मलाई सफा सफा बताउनुहोस्। के मेरो बाल्यकालमा जे पनि पीडा भयो, जे पनि मसँग गलत भयो, के त्यसैले मेरो जिन्दगीको दिशा तय गर्छ? कि त्यही कारण हो कि आज म खुसी छैन?
दार्शनिकले गहिलो सास लिए। होइन, तिम्रो आघात, तिम्रो बितेको समय त्यसले तिमीलाई परिभाषित गर्दैन। जे भयो त्यो बितिसक्यो। तर तिमी आज पनि त्यसैको जालमा फसेका छौ। तिमीलाई लाग्छ कि तिम्रो रिसाई, तिम्रो कमजोरी, तिम्रो दुःख सबै बितेको समयको दिन हो। तर सत्य यो हो, तिमी आफै आफ्नो कथा लेखिरहेका छौ अहिले, यसै समयमा। केटा चकित भयो। तपाईँ भन्दै हुनुहुन्छ कि मेरो बितेको समय अप्रासङ्गिक छ? मेरो बाल्यकालका सबै समस्याहरू जुन मेरो भित्र गहिराईसम्म बसेका छन्, त्यसको कुनै मतलब छैन? मतलब छ, दार्शनिक बोले, तर त्यति धेरै होइन जति तिमी सोच्छौ। हेर, मान्छेहरू प्राय भन्छन् मलाई रिस बाल्यकालबाट आउँछ, वा म असुरक्षित छु किनभने मलाई बचपनमा माया मिलेन। तर के तिमीले कहिले सोच्यौ कि तिमी रिस गर्छौ किनभने तिमीले तय गरिसकेका छौ कि यही तरिका हो आफ्नो कुरा मनाउने? तिमी असुरक्षित छौ किनभने यसले तिमीलाई सुरक्षित महसुस गराउँछ। अपेक्षाहरू कम रहन्छन्। केटा अलमलमा पर्यो। मतलब म आफै रोज्छु दुखी रहन? यो त पागलपन हो। दार्शनिकले बिस्तारै हाँस्दै भने, हो, सुन्दा पागलपन जस्तै लाग्छ, तर यही सत्य हो। हामी सबैले आफ्ना लक्ष्यका लागि व्यवहार रोज्छौँ। तिम्रो पीडा त बहाना मात्र हो। तिमी आफ्नो बितेको समयलाई प्रयोग गर्छौ वर्तमानमा त्यो गर्नका लागि जे तिमी गर्न चाहन्छौ। केटा अलिक रिसायो। त के म झुटो हुँ? के म आफ्नो बारेमा नै झुटो बोलिरहेको छु? झुटो होइन, दार्शनिक बोले। बस तिमीले आफ्नो दिमागमा एउटा कथानक बनाएका छौ र अब त्यसै कथामा बाँचिरहेका छौ। कल्पना गर, एउटा मान्छे जसले भन्छ कि उसलाई मान्छेहरूसँग कुरा गर्न डर लाग्छ किनभने बचपनमा उसले बदमाशी सहनु पर्यो। तर वास्तवमा ऊ भविष्यमा अस्वीकृतिबाट बच्नको लागि टाढा रहन रोज्छ। यो पीडा होइन, यो उसको आफ्नै रोजेको तरिका हो परिस्थिति सम्हाल्ने। ऊ बितेको समयलाई ढालको रूपमा प्रयोग गरिरहेको छ। केटा गहिरो सोचमा डुब्यो। केही यादहरू उसको दिमागमा दौडिन लागे। विद्यालयमा ऊ कसरी सबैभन्दा अलग बस्थ्यो, कसरी कुनै साथी कहाँ जान डराउँथ्यो र त्यसपछि आफूलाई सम्झाउँथ्यो, यो मेरो स्वभाव हो, मेरो बितेको समयको कारण हो। तर के यो सत्य थियो कि ऊ बस आफूलाई एउटा सुरक्षित क्षेत्रमा राखेर बसेको थियो? अनि दार्शनिकले उसका आँखामा हेर्दै भने, हेर, तिम्रो बितेको समय महत्त्वपूर्ण छ, तर त्यो तिमीलाई बाँधेर राख्नको लागि होइन, त्यो तिमीलाई पाठ दिनको लागि हो। तर तिमीले त्यसलाई आफ्नो पहिचान बनाइदियौ र जबसम्म तिमी यो सोच्दै रहन्छौ कि म यस्तो छु किनभने मसँग यस्तो भयो, तिमी कहिल्यै स्वतन्त्र हुन सक्दैनौ। उसका कुराहरू सुनेर केटाको मुहार एक्कासी आत्तिएको देखियो, किनभने पहिलो पटक उसलाई महसुस भयो कि सायद ऊ आफै नै आफ्नो पिंजरा बनाएर बसेको छ र यदि साँच्चै उसकहाँ विकल्प छ भने अहिलेसम्म किन त्यो पिंजरामा रहिरहेको थियो? दार्शनिकले उसको काँधमा हात राखे। तिमीलाई हिम्मत चाहिन्छ। हिम्मत स्वीकार गर्ने कि तिमी आज जे पनि छौ त्यसको जिम्मेवार तिमी आफै हौ र यो डरलाग्दो छ किनभने अब कुनै दोषारोपणको खेल बाँकी रहँदैन। न बितेको समयलाई दोष, न आमा बुवालाई, न समाजलाई, बस तिमी र तिम्रा रोजाइहरू। कोठामा हल्का शान्ति छायो। केटाले आफ्ना आँखा बन्द गर्यो। एउटा गहिरो सास लियो। सायद ऊ अब त्यो लामो यात्राको पहिलो पाइलामा उभिएको थियो। एउटा यस्तो यात्रा जहाँ उसले आफ्नै बनाएका सीमाहरू तोड्नु पर्ने थियो र उसले त्यो डरसँग पनि भिड्नु पर्ने थियो कि के मान्छेहरूले उसलाई मन पराउँछन् कि पराउँदैनन् यदि ऊ साँच्चै आफ्नो मनको कुरा सुन्यो भने। दार्शनिकले बिस्तारै भने, स्वागत छ साँचो यात्रामा। अब तिमीले निर्णय गर्नुपर्छ कि तिमी बितेको समयको छायामा बाँच्दै रहने हो कि त्यो उज्यालोतिर बढ्ने हो जहाँ तिमी साँच्चै सम्बन्धित छौ। अध्याय 2। सबै समस्या अन्तर्व्यक्तिगत सम्बन्धका समस्या हुन्। कोठामा अझै त्यही पुरानो काठको टेबल थियो, त्यही 2वटा कुर्सी र त्यही मधुरो बत्ती बलिरहेको थियो।
तर यसपटक केटाको आँखामा अलि बढी जिज्ञासा थियो र अलि बढी बेचैनी पनि। उसले झट्ट प्रश्न सोध्यो, यदि मेरो बितेको समयले मलाई परिभाषित गर्दैन त आखिर मेरा समस्याहरू आउँछन् कहाँबाट? किन म खुसी रहन सक्दिन? दार्शनिकले आरामसँग आफ्नो चियाको कप उठाए। तिम्रा सबै समस्याहरूको जरा एउटै हो, अन्तर्व्यक्तिगत सम्बन्ध। तिमीलाई जतिसुकै तनाव, ईर्ष्या, रिस वा उदासी महसुस होस्, त्यो सबै कतै न कतै अरूसँगको तिम्रो सम्बन्धबाट आउँछ। तिम्रा सबै समस्याहरूको अन्तिम जरा त्यही छ। केटा चकित भयो। मतलब मेरा सबै परेशानीहरू, चाहे त्यो कामको होस्, परिवारको होस् वा आत्मविश्वासको, त्यो सबै मान्छेहरूको कारणले हुन्? बिल्कुल, दार्शनिकले बिस्तारै भने। एकछिन सोच, यदि तिमी यो संसारमा एक्लै हुन्थ्यौ, कुनै अर्को मान्छे नै हुँदैन भने तिमीलाई असुरक्षित हुनुपर्ने कुनै कारण नै हुँदैन थियो। न तिमीले आफूलाई प्रमाणित गर्नुपर्थ्यो, न कसैसँग तुलना गर्नुपर्थ्यो। तिम्रा सबै चिन्ता हराइ जान्थे। तिम्रो अहंकार पनि तब मात्र चोटिलित हुन्छ जब कोही अर्को हुन्छ जससँग तिमी आफ्नो मूल्य तुलना गर्न सक्छौ। केटा अलिबेर चुप रह्यो अनि बिस्तारै बोल्यो, वास्तवमा म अरूको नजरमा राम्रो देखिन चाहन्छु, त्यसैले डराउँछु, त्यसैले दुखी रहन्छु। दार्शनिकले गहिरो नजरले उतिर हेरे। हो, तिमी आफ्नो हरेक भावना, हरेक व्यवहार यसै इच्छाले चलाउँछौ कि मान्छेहरूले तिमीलाई स्वीकार गरून्। तिम्रो स्वीकृतिको भोक यति गहिरो छ कि तिमी कहिलेकाहीँ आफैलाई पनि बिर्सन्छौ। यही कारण हो कि तिम्रो जीवनमा जतिसुकै समस्या देखिरहेका छन् ती वास्तवमा सम्बन्धका समस्या हुन्। केटा अलिक रक्षात्मक भयो। त के म गलत छु यदि म चाहन्छु कि मान्छेहरूले मलाई मन पराउन् कि त्यसमा केही गलत छ? गलत वा नराम्रो केही छैन, दार्शनिक बोले। तर समस्या तब आउँछ जब तिम्रो सम्पूर्ण खुसी अरूको विचारमा निर्भर हुन थाल्छ। सोच, यदि कसैले तिमीलाई बेवास्ता गर्यो वा तिम्रो प्रशंसा गरेन त तिम्रो मनोदशा किन बिग्रिन्छ? किनभने तिमीले आफ्नो आत्ममूल्य उनीहरूको हातमा दिइसकेका छौ। अब केटाको अनुहार अलिक गम्भीर भयो। उसले आफ्ना धेरै पुराना क्षणहरू सम्झिन थाल्यो। जब कसैले उसलाई ध्यान दिएन त ऊ दुखी भयो, वा जब कसैले उसको प्रशंसा गर्यो त ऊ खुसीले फुल्यो। साँच्चै उसका भावनाहरू मान्छेहरूको विचार अनुसार रोलर कोस्टर बनिसकेका थिए। दार्शनिकले एउटा गहिरो सास लिए र भने, अब सोच, ईर्ष्या कहाँबाट आउँछ? तिमी कसैलाई देखेर जल्छौ किनभने तिमी तुलना गर्छौ। यदि कुनै साथी तिमी भन्दा बढी सफल भयो त तिम्रो मनमा असहजता आउँछ। तिमीलाई लाग्छ तिमी कतै पछाडि रहिगयौ। र यो तुलना तब मात्र सम्भव हुन्छ जब सामान्य कोही अर्को हुन्छ। यदि कोही हुँदैन भने ईर्ष्या पनि हुँदैन। केटा बिस्तारै त्यो गहिराई बुझ्दै गयो। उसले बिस्तारै भन्यो, मतलब मैले आफ्ना सबै खुसी र दुःख अरूको हातमा सुम्पेर बसेको छु र यसैले म सधैँ असहज महसुस गर्छु। बिल्कुल, यही हो तिम्रो साँचो समस्या, दार्शनिक बोले। तिमीले आफ्नो जीवनको स्टियरिङ अरूलाई दिइसकेका छौ र जब कोही तिम्रो अपेक्षामा खरो उतर्दैन त तिम्रो मन टुट्छ। तिमीलाई लाग्छ तिम्रो कुनै मूल्य छैन, जबकि सत्य यो हो, तिम्रो मूल्य बस तिमी आफै हुनुमा छ, कसैको स्वीकृति वा अस्वीकृतिमा होइन। अब केटाका आँखामा हल्का चिसोपन आयो। उसलाई महसुस भयो कि ऊ वर्षौंदेखि एउटा अदृश्य दौडमा दौडिरहेको थियो, जहाँ ऊ आफूलाई अरूभन्दा राम्रो देखाउने कोसिस गर्थ्यो र जब असफल हुन्थ्यो त आफैसँग घृणा गर्न थाल्थ्यो। दार्शनिकले ऊतिर निहुरिँदै भने, कल्पना गर, यदि तिमी यो डर बिना बाँच्न सक्छौ कि मान्छेहरूले तिम्रो बारेमा के सोच्लान् त तिम्रो जीवन कति हल्का र खुसी हुन्छ। तिमीलाई कुनै प्रतिस्पर्धाको आवश्यकता नै पर्दैन। तिमी अरूलाई जज गर्ने पनि छोड्छौ र आफूलाई पनि। बस आफ्नो जीवन रमाउँछौ, जसरी कुनै नाच जसमा कुनै नियम छैन।
केटा अलिबेर मौन रह्यो अनि बिस्तारै मुस्कुरायो। यो सुन्दा त धेरै राम्रो लाग्छ, तर व्यावहारिक रूपमा यति सजिलो छैन। म कसरी व्यवस्था गर्ने कि मान्छेहरूले के सोच्छन्? म कसरी आफूलाई तुलना गर्नबाट रोक्ने? दार्शनिकले उसका आँखामा हेर्दै भने, हरेक पटक जब तिम्रो दिमागले तुलना वा स्वीकृति माग्छ त आफैलाई सोध, के म यो त्यसैले गरिरहेको छु ताकि मान्छेहरूले मलाई मन पराउन्, कि त्यसकारण किनभने म साँच्चै यो गर्न चाहन्छु? र बिस्तारै तिमी महसुस गर्छौ कि तिम्रो दिमाग आफै परिवर्तन हुन थाल्छ। तिमीलाई अरूको अपेक्षाको साङ्लोबाट स्वतन्त्रता मिल्न थाल्छ, र यही हो साँचो स्वतन्त्रता। केटाले लामो सास लियो। अब उसको अनुहारमा हल्का राहत देखिन थाल्यो। सायद पहिलो पटक उसले त्यो स्वतन्त्रताको एउटा झलक पायो, जसका लागि उसको मन वर्षौंदेखि तर्सिरहेको थियो। र अब ऊ तयार थियो एउटा नयाँ यात्राका लागि, जहाँ उसले आफूलाई भेट्नु पर्ने थियो, बिना कुनै मुखौटाको, बिना कुनै डरको। अध्याय 3, अरूको काम फ्याँकिदेऊ। रात अब अझ गहिरो भएको थियो। झाल बाहिर हल्का हावाले रुखका हाँगाहरू हल्लाउँदै थिए। कोठामा त्यही शान्त वातावरण थियो, तर यसपटक केटाको आँखामा एउटा अलग चमक थियो। ऊ अब अलि बदलिसकेको थियो। अघिल्ला दुईवटा कुराकानीले उसको मनका धेरै धमिला कुनाहरूमा उज्यालो पारिदिएका थिए, तर अझै पनि एउटा धेरै ठूलो प्रश्न उसको मनमा धेरै चोट लागिरहेको थियो। उसले दार्शनिकतिर हेर्दै बिस्तारै भन्यो, यदि मेरा समस्याहरूको जरा अरूसँग तुलना गर्ने र स्वीकृति खोज्ने हो त कसरी म यो सबैबाट आफूलाई बचाऊं? कसरी मान्छेहरूको अपेक्षा अनुसार बाँच्न छोड्ने? दार्शनिकले हल्का मुस्कानसँगै उतिर हेरे। तिमीले बस एउटा काम गर्नुपर्छ, अरूका कामहरू आफ्नो काँधबाट उतारेर फ्याँकिदेऊ। केटा अलि अलमलमा पर्यो। कामहरू मतलब? दार्शनिकले कुर्सीमा अलि पछाडि हुँदै भने, हरेक मान्छेको जीवनमा धेरैवटा काम हुन्छन्, जस्तै पढाइ गर्ने, जागिर गर्ने, सम्बन्ध निभाउने, आफ्नो खुसीका लागि प्रयास गर्ने। तर प्राय हामी अरूका काम पनि आफ्नो टाउकोमा बोक्छौँ। हामी सोच्न थाल्छौँ, मान्छेहरूले मेरो बारेमा के सोच्लान्? के उनीहरूले मलाई मन पराउँछन्? के मैले उनीहरूलाई निराश त पारिन? तर यो सबै अरूका काम हुन्। यो उनीहरूको सोच हो, उनीहरूका भावना हुन्, तिम्रो जिम्मेवारी होइन। केटा अलिबेर उनलाई एकटक हेरिरह्यो अनि बिस्तारै बोल्यो, त मतलब यदि कसैले मलाई मन पराएन त त्यो उसको काम हो, मेरो होइन? बिल्कुल, दार्शनिकले भने, तिम्रो काम हो आफ्नो मनको कुरा सुन्ने, आफ्नो जीवनका निर्णय लिने। यदि कसैले तिमीलाई जज गर्छ त त्यो उसको काम हो, तिमीले त्यसबाट मुक्त हुनुपर्छ। यही हो अरूको काम व्यवस्था गर्ने। यसले तिमीलाई भित्री शान्ति दिन्छ। अब केटा अलि बेचैन भयो। तर यदि मैले यस्तो गरे त मान्छेहरूले भन्छन् कि म स्वार्थी छु। के उनीहरूले मलाई गलत बुझ्दैनन्? दार्शनिकले गहिरो नजरले उसका आँखामा हेरे। हुन सक्छ उनीहरूले त्यसो सोच्लान्, तर सोच, उनीहरूको अपेक्षा उनीहरूको हो। तिमीले आफ्नो जीवन उनीहरूको आशामा किन चलाउनु पर्छ? र त्यसै पनि तिमी जतिसुकै कोसिस गर, सबैलाई कहिल्यै खुसी पार्न सक्दैनौ। त राम्रो यही हो कि तिमी त्यो गर जुन तिमीलाई ठीक लाग्छ। यो कुनै स्वार्थीपन होइन, बरु यो तिम्रो स्वतन्त्रता हो। केटा अझै अलि अन्योलमा थियो। यदि म आफ्नो बाटोमा हिँडे त कतै मेरा सम्बन्ध टुट्दैनन्? कतै मान्छेहरूले मलाई एक्लै छोडिदिँदैनन्? यो तिम्रो सबैभन्दा ठूलो डर हो। यसैले तिमी अरूको काम बोक्छौ। तिमी सोच्छौ, यदि मैले सबैको आशामा खरो उत्रे त मान्छेहरूले मलाई स्वीकार गर्छन्, माया गर्छन्। तर तिमी बिर्सन्छौ कि यो प्रक्रियामा तिमी आफूबाट टाढा हुँदै जान्छौ। र एक दिन जब तिमी ऐनामा हेर्छौ त त्यहाँ तिम्रो साँचो अनुहार कतै देखिँदैन। बस एउटा मुखौटा देखिन्छ जुन तिमीले अरूका लागि लगाएका हौ। अब
केटाको अनुहारमा अलि उदासी छायो। उसले ती सबै क्षणहरू सम्झन थाल्यो जब उसले आफ्ना भावनाहरू दबाएको थियो, सिर्फ यसैले कि कसैलाई चोट नलागोस् वा कसैले उसलाई गलत नबुझोस्। कति पटक उसले आफूलाई साना साना कुराहरूमा दोष दिएको थियो, सिर्फ यसैले कि कोही रिसाउन नपाओस्। दार्शनिकले उसको काँधमा हात राख्दै भने, कल्पना गर, यदि तिमी पुरै अरूको अपेक्षाबाट मुक्त भयो, यदि तिमीलाई फरकै परेन कि मान्छेहरूले तिमीलाई मन पराउँछन् कि पराउँदैनन्, सोच तिमी कति हल्का महसुस गर्छौ। तिमी आफ्नो खुसीका लागि बाँच्न सक्छौ, तिमी जोखिम लिन्छौ, नयाँ काम गर्छौ, सायद असफल पनि हुन्छौ, तर त्यो तिम्रो आफ्नै यात्रा हुन्छ। तिमीले कसैलाई दोष दिनुपर्ने जरुरत पर्दैन र यही हो अन्तिम परिपक्वता। अब केटाका आँखामा हल्का चमक आयो। मतलब म अरूको आँखामा सिद्ध देखिनको लागि आफ्ना सपनाहरू बलिदान गरिरहेको छु र यदि मैले यो रोकिदिए भने सायद पहिलो पटक साँच्चै आफ्नो लागि बाँच्न सक्छु। दार्शनिकले मुस्कुराउँदै भने, हो, र यही हो साँचो हिम्मत। हिम्मत भन्नको तिमी मलाई मन पराऊ वा नपराऊ, म आफ्नो मनको कुरा सुनेर बाँच्छु। यो सुन्दा सरल लाग्छ, तर गर्दा धेरै कठिन छ, किनभने तिम्रो भित्र अझै डर छ अस्वीकृतिको, एक्लै रहिजाने। तर सम्झ, जुन मान्छेहरूले तिमीलाई तब मात्र मन पराउँछन् जब तिमी उनीहरूको अपेक्षामा चल्छौ, ती तिम्रा होइनन्। तिमीलाई त्यस्ता मान्छेहरूको आवश्यकता नै छैन। तिम्रो वरिपरि ती मान्छेहरू रहनेछन् जसले तिमीलाई त्यसरी नै स्वीकार गर्छन् जस्तो तिमी छौ, र विश्वास गर, यही हो साँचो सम्बन्ध। अब कोठामा एउटा लामो मौनता छायो। केटा गहिराईसँग सोच्न लाग्यो। उसलाई पहिलो पटक बुझिन आयो कि ऊ कति वर्षदेखि आफूलाई अरूको अपेक्षामा जकडेर राखेको थियो, र सायद यसैले ऊ कहिल्यै पुरै खुसी भएन। उसले बिस्तारै आँखा बन्द गर्यो, मानौ ऊ आफ्नो भित्र झाँकिरहेको थियो। अनि उसले आँखा खोल्यो र एउटा लामो सास लियो। अब उसको अनुहारमा हल्का शान्ति थियो। सायद उसले निर्णय गरिसकेको थियो कि अब ऊ आफ्नो लागि बाँच्नेछ, मान्छेहरूले जे पनि सोचुन्। अध्याय 4, संसारको केन्द्र कहाँ छ? त्यो रात अहिलेसम्मकै सबैभन्दा गहिरो लागिरहेको थियो। कोठाको मौनतामा बस घडीको टिकटिक गुन्जिरहेको थियो। केटा अघिल्ला 3वटा कुराकानीपछि मानौ कुनै अलग संसारमा पुगिसकेको थियो। उसका आँखामा अझै प्रश्नहरू थिए, तर यसपटक डरको ठाउँमा जिज्ञासा बढी थियो। उसले दार्शनिकतिर हेर्यो र भन्यो, अब मलाई यो त बुझिन थाल्यो कि मेरा समस्याहरू अरूको अपेक्षा, उनीहरूको काम र स्वीकृतिमा निर्भर हुनाले हुन्। तर एउटा कुरा अझै पनि मलाई भित्रसम्म बेचैन बनाउँछ। म आफ्नो बारेमा यति धेरै किन सोच्छु? मेरो हरेक खुसी, हरेक दुःख सबै मेरै वरिपरि किन घुम्छ? के म धेरै आत्मकेन्द्रित छु? दार्शनिकले गहिरो नजरले उतिर हेरे। तिम्रो प्रश्न धेरै इमान्दार छ र यहीँबाट साँचो परिवर्तन सुरु हुन्छ। हेर, हामी सबैले आफ्नो दिमागमा आफूलाई संसारको केन्द्र मान्छौँ। हरेक भावना, हरेक विचार सबैभन्दा पहिले आफूसँग जोडिन्छ। जस्तै, के उनीहरूले मलाई मन पराउँछन् वा के मैले राम्रो गरेँ? हाम्रो सम्पूर्ण जीवन एउटा मञ्च हो र हामीलाई लाग्छ कि हामी त्यो मञ्चका नायक हौँ, बाँकी सबै बस सहायक पात्र हुन्। र यहीँबाट समस्याहरू सुरु हुन्छन्। केटा अलि असहज भयो। मतलब म स्वार्थी छु? दार्शनिकले हाँस्दै भने, स्वार्थीपन एउटा प्राकृतिक प्रवृत्ति हो, तर जब तिमी हरेक कुरामा आफूलाई नै केन्द्र मान्न थाल्छौ त तिमी अरूका भावना र उनीहरूको अलग संसार व्यवस्था गर्न थाल्छौ। तिमी मान्छौ कि तिम्रो खुसी वा दुःखमा सम्पूर्ण ब्रह्माण्ड सामेल छ, जबकि वास्तवमा हरेक मान्छे आफ्नै कथाको नायक हो। तिम्रो लागि जुन सबैभन्दा ठुलो नाटक हो, त्यो सायद कसै अर्कोको जीवनमा शून्य पनि छैन। केटा अलिबेर सोचिरह्यो अनि बोल्यो, त मतलब मेरो महत्त्व मेरो सोचभन्दा कतै कम छ? महत्त्व कम छैन, दार्शनिकले बिस्तारै भने, तर यो बुझ्नु जरुरी छ
कि तिमी सम्पूर्ण संसारको केन्द्र होइनौ। हरेक मान्छे आफ्नै जीवनको केन्द्र हो। जब तिमी अरूको दृष्टिकोणबाट हेर्न सुरु गर्छौ तब तिमी आफ्नो अहङ्कारबाट बाहिर निस्कन्छौ। तब तिमीलाई साँचो सामुदायिक भावना मिल्छ र यहीँबाट तिमीलाई त्यो आत्मीयता मिल्छ जसलाई तिम्रो मन वर्षौंदेखि खोजिरहेको थियो। अब केटाको अनुहारमा हल्का बेचैनी भर्कियो। यो अवधारणा अलि अमूर्त लागिरहेको छ। के यसको मतलब म आफूलाई बिर्सनुपर्छ कि सबैका लागि बाँच्न थाल्नुपर्छ? दार्शनिकले मुस्कुलाउँदै भने, होइन, यसको मतलब हो आफूलाई अरूसँग जोड्ने, बुझ्ने कि तिमी एक्लै होइनौ। तिम्रा कार्यहरूले तिमीलाई मात्र होइन बरु सम्पूर्ण समुदायलाई प्रभाव पार्छन्। तिमी अरूलाई जज गर्न छोड्नुपर्छ, आफूलाई अरूभन्दा माथि वा तल मान्न छोड्नुपर्छ। बस यो महसुस गर्नुपर्छ कि हामी सबै एउटै पारिस्थितिकीय प्रणालीका अंश हौं। जसरी बगैँचामा अलग अलग फूलहरू हुन्छन् त्यसरी नै यो संसारमा हामी सबै छौं। सबैको आफ्नो रङ छ, आफ्नो सुगन्ध छ। कसैले कसैसँग प्रतिस्पर्धा गर्नु पर्दैन। केटा अलिबेर मौन रह्यो अनि बिस्तारै भन्यो, मतलब म जति आफूमा ध्यान दिन्छु उति नै आफूलाई अलग्गिएको महसुस गर्छु र जब म अरूको बारेमा सोच्छु, उनीहरूका भावना महसुस गर्छु, तब मात्र मलाई सम्बन्ध मिल्छ। बिल्कुल, दार्शनिक बोले। जब तिमी आफ्ना सीमितताहरू र अपूर्णताहरू स्वीकार गर्छौ तब तिमी अरूलाई पनि त्यसरी नै स्वीकार गर्न सक्छौ। तिमीले कसैलाई जज गर्नु पर्दैन। न ईर्ष्या महसुस हुन्छ न अहङ्कार टक्राउँछ। बस एउटा सामान्य मानवीय सम्बन्ध हुन्छ जहाँ तिमी स्वाभाविक रूपमा सम्बन्धित हुन्छौ। अब केटाका आँखामा एउटा हल्का चिसोपना आयो, किनभने पहिलो पटक उसलाई लाग्यो कि सायद ऊ अहिलेसम्म गलत ठाउँमा आफ्नो आत्मीयता खोजिरहेको थियो। ऊ अरूको स्वीकृतिमा, उनीहरूको लाइक र कमेन्टमा आफ्नो लागि ठाउँ खोजिरहेको थियो। जबकि साँचो आत्मीयता त तब आउँछ जब तिमी अरूलाई आफ्नो बराबर मानेर हेर्छौ, न माथि न तल। अनि दार्शनिकले शान्त स्वरमा भने, यो यात्रा सजिलो छैन। तिम्रो दिमागलाई बारम्बार लाग्नेछ कि मान्छेहरूले मलाई मन पराउँछन्, तर हरेक पटक तिमीले आफूलाई सम्झाउनुपर्छ कि तिम्रो खुसी तिम्रो हातमा छ। तिमीलाई कसैको तालीको आवश्यकता छैन। तिमी नाच्न सक्छौ आफ्नो तालमा, चाहे कसैले हेरोस् चाहे नहेरोस्। अब केटाको अनुहारमा एउटा हल्का मुस्कान थियो, मानौ उसका आँखाको अगाडि कुनै नयाँ दृश्य खुलेको थियो। एउटा यस्तो संसार जहाँ ऊ आफ्नो अहङ्कारको केन्द्रबाट बाहिर निस्केर अरूसँग जोडिन सक्छ, जहाँ न तुलना छ न स्वीकृतिको भोक, बस सम्बन्ध छ, आत्मीयता छ र एउटा शुद्ध खुसी छ जुन कुनै बाह्य मान्यतामा निर्भर गर्दैन। उसले गहिरो सास लियो र दार्शनिकका आँखामा हेर्दै भन्यो, सायद पहिलो पटक मलाई महसुस भइरहेको छ कि म साँच्चै स्वतन्त्र हुन सक्छु र सायद पहिलो पटक म साँच्चै सम्बन्धित हुन सक्छु बिना केही प्रमाणित गरेर। दार्शनिकले टाउको हल्लाउँदै भने, बस यही हो साँचो यात्रा। आफ्नो केन्द्रबाट निस्केर त्यो ठूलो संसारको अंश बन्ने, र त्यहीले तिमीलाई त्यो खुसी दिनेछ जुन तिमी अहिलेसम्म अरूको आँखामा खोजिरहेका थियौ। मलाई डर लाग्छ कि भोलि के हुन्छ यदि म असफल भए भने, यदि मैले कोसिस गरे र सबैले अस्वीकार गरे भने, के म फेरि टुटिन्छु? दार्शनिकले उतिर हेरे, मानौ उसका आँखाको पारसम्म झाँकिरहेका थिए, अनि भने, तिम्रो सबैभन्दा ठूलो डर हो अनिश्चितता। तिमी सोच्छौ कि यदि तिमी आफ्नो सुविधा क्षेत्रबाट बाहिर निस्कियौ त कतै लड्दैनौ र यसैले तिमी भविष्यको तनावमा वर्तमान पनि बाँच्न बिर्सन्छौ। केटा अलिबेर चुप रह्यो अनि बोल्यो, हो, सायद म आफ्नो भविष्यको बारेमा यति डराउँछु कि आजलाई पनि ठीकसँग रमाउन सक्दिन। सधैँ लाग्छ केही हराइरहेको छ, केही ठूलो हुनुपर्छ, र जब त्यो हुँदैन त म निराश हुन्छु। दार्शनिक बिस्तारै मुस्कुराए। हेर, खुसी भविष्यमा छैन, त्यो आजमा छ, अहिलेमा छ। तिमी सोच्छौ जब मसँग त्यो जागिर हुन्छ तब म खुसी हुन्छु, वा जब मान्छेहरूले मलाई प्रशंसा गर्छन् तब म पूर्ण महसुस गर्छु। तर सत्य यो हो, जब ती सबै मिलिसके पनि
तिम्रो दिमागले फेरि नयाँ लक्ष्य राख्छ र फेरि तिमी त्यसै दौडमा दौडिरहन्छौ। अब केटाका आँखामा आँसु देखिन थाले, किनभने उसलाई ती सबै दिनहरू सम्झिन थाले जब ऊ आफ्ना उपलब्धिहरूको सूची बनाउँथ्यो, आशा गर्दै कि एक दिन ती सबै पूरा हुनेछन् र तब ऊ खुसी हुनेछ। तर त्यो दिन कहिल्यै आएन र हरेक पटक सूचीमा बस अझ केही थपिन्थ्यो। दार्शनिकले उसकोतिर निहुरिँदै भने, तिमीले बुझ्नुपर्छ कि जीवन कुनै म्याराथन होइन, यो नाच हो। नाचमा गन्तव्य हुँदैन, बस हरेक पाइला हरेक तालमा महसुस गर्नुपर्छ। तिमी भविष्यको यति तनावमा रहन्छौ कि आजको नाच व्यवस्था गर्छौ र एक दिन जब तिमी पछाडि फर्केर हेर्छौ त सिर्फ पछुतावा हुन्छ कि काश मैले त्यो समयमा खुलेर बाँचेको भए। केटाले बिस्तारै सोध्यो, तब के गर्ने? कसरी आफूलाई अहिलेसँग मिलाउने? कसरी आफूलाई विश्वास दिलाउने कि यही क्षण सबैभन्दा बहुमूल्य छ? दार्शनिकले भने, हरेक बिहान जब उठ्यौ आफूलाई भन, आज म पुरै बाँच्नेछु। र हरेक पटक जब तिम्रो दिमाग भविष्यको चिन्ता गर्न थाल्छ तब बिस्तारै त्यसलाई अहिलेमा ल्याऊ। हेर आफ्नो वरिपरि, महसुस गर त्यो हावालाई, सुन आफ्नो मुटुको धड्कन। यही त जिन्दगी हो। बितेका समयका सम्झनाहरू र भविष्यको चिन्ता बस तिम्रो भ्रम हो। वास्तविकता सिर्फ यो क्षण हो, अहिले, यही। अब केटा मुसुक्क हाँस्यो। यो सुन्दा त धेरै सरल लाग्छ, तर अभ्यास गर्दा कठिन हुन्छ, किनभने दिमाग बारम्बार भाग्छ भविष्यतिर। हो, भाग्छ, दार्शनिकले भने, र हरेक पटक तिमीले त्यसलाई फिर्ता ल्याउनु पर्छ। यो कुनै एक पटकको समाधान होइन, यो जीवनभरको अभ्यास हो। सचेतनाको, वर्तमानमा रहेर निर्णय लिने, आफ्ना मूल्यहरू अनुसार बाँच्ने। र यो हिम्मत तब मात्र आउँछ जब तिमी स्वीकार गर्छौ कि जीवन स्वाभाविक रूपमा अनिश्चित छ। तिमी नियन्त्रण गर्न सक्दैनौ कि भोलि के हुन्छ। तिमी बस आफ्नो आजलाई पुरै बाँच्न सक्छौ। अब केटाका आँखा अलि भिजेका थिए, तर त्यसमा एउटा शान्ति पनि थियो। मानौ उसले त्यो साँचो मिल्यो जसको उसलाई वर्षौंदेखि पर्खाइ थियो। उसले दार्शनिकतिर हेर्दै भन्यो, त यसको मतलब हो मैले हरेक बिहान उठेर बस आफूलाई भन्ने, आज म पुरै बाँच्छु। मान्छेहरूको विचारबाट, भविष्यको चिन्ताबाट, बितेको समयको अपराधबोधबाट स्वतन्त्र भएर र बस यो नाच रमाउँछु। यही हो खुसी? दार्शनिकले उसका आँखामा हेर्दै हल्का मुस्कानसँग भने, हो, यही हो खुसी। तिम्रो जीवन एउटा नाचको भुइँ हो। मान्छेहरू आउँछन्, कोही जान्छन्, कोही ताली बजाउँछ, कोही चुपचाप हेर्छ। तर साँचो कुरा यो हो, तिमीले नाच्नुपर्छ, पुरै आफ्नो मनबाट। र जब तिमी त्यसो गर्न सक्छौ तब तिमीलाई कुनै बाह्य स्वीकृतिको आवश्यकता रहँदैन। तिमी आफै आफ्नो ताली बनिजान्छौ। अब कोठामा मानौ एउटा दिव्य मौनता थियो। केटा गहिरो सास लिएर उठ्यो। उसका आँखामा एउटा नयाँ चमक थियो। मानौ उसले साँच्चै निर्णय गरिसकेको थियो कि अब ऊ आफ्नो जीवनको नायक बन्नेछ, बिना कुनै पटकथाको, बिना कुनै डरको। बस त्यो नाच्ने ठाउँमा आफ्नै तालमा नाचिरहनेछ। र सायद यही थियो त्यो स्वतन्त्रता जसको उसलाई सधैँ खोजिरहेको थियो। अब जब यो सम्पूर्ण कुराकानी आफ्नो अन्तमा पुगिरहेको छ, कल्पना गर्नुहोस्, एउटा लामो यात्रा जहाँ तपाईले आफ्ना डर, आफ्नो बितेको समय, आफ्ना असुरक्षाहरू सबैको सामना गर्नुभयो। जहाँ तपाईले जान्नुभयो कि खुसी अरूको आँखामा होइन, आफ्नो मनमा लुकेको छ। जहाँ तपाईले सिक्नुभयो कि बितेको समयको कुनै पनि कथाले तपाईको स्वतन्त्रता बाँध्न सक्दैन। जहाँ तपाईलाई महसुस भयो कि मान्छेहरूले तपाईलाई मन पराउन् वा नपराउन्, त्यो उनीहरूको काम हो।
तपाईको होइन। अब सोच्नुहोस्, कति हल्का महसुस हुन्छ जब तपाईलाई अरूको अपेक्षाबाट छुटकारा मिल्छ। जब तपाईँ तुलना छोडेर बस आफ्नै यात्रामा ध्यान दिनुहुन्छ र जब तपाईलाई बुझ्न आउँछ कि तपाईँको जीवन कुनै दौड होइन, बरु एउटा नाच हो जसलाई तपाईँले हरेक दिन रमाउनुपर्छ आफ्नै सङ्गीतमा। त अर्को पटक जब तपाईँको दिमागले भन्छ कि मान्छेहरूले मलाई मन पराउँछन्, कि म असफल त हुन्न, कि म पर्याप्त छु, तब बस एउटा गहिरो सास लिनुहोस् र भन्नुहोस्, म यहाँ छु, अहिले छु र यो क्षण नै सबै कुरा हो। म आफ्नो नाच आफ्नो लागि नाच्छु, कसैको तालीको लागि होइन। यही त हो मन नपर्न सक्ने साहस, यही हो साँचो हिम्मत, आफूलाई पुरै स्वीकार गर्ने र आफ्नो जिन्दगी आफ्नै शर्तमा बाँच्ने। र यसै सुन्दर विचारसँगै म तपाईहरूबाट विदा लिन्छु। आशा छ यो यात्राले तपाईलाई उत्तिकै स्पष्टता, उत्तिकै स्वतन्त्रता दियोस् जति यो जवान केटाले पायो। र यदि तपाईलाई यो कथा मन पर्यो भने हामीलाई लाइक गर्न नबिर्सनुहोस्। सुन्ने पुस्तकलाई सब्स्क्राइब गर्नुहोस् ताकि हामी यस्तै अझ मन छुने यात्रामा हिँड्न सकौं। कमेन्टमा लेखेर जरुर बताउनुहोस् कि यो कथाले तपाईको मनलाई कहाँ छोयो। त चल्नुहोस्, आजदेखि आफ्नो मनको कुरा सुन्नुहोस्, बिना कुनै डरको, बिना कुनै मुखौटाको। बस बाँच्नुहोस् पुरै। धन्यवाद।